हत्या गरेको छ। प्रहरीको कस्टडीभित्र प्रहरीले अहिले हामीले त्यो लास पनि हेर्यौं, हामीले शरीरभरि चोटै चोट छ, त्यो मान्छेको शरीरभरि चोट छ। आफैलाई आत्महत्या गर्दा त्यति धेरै चोट लाग्दैन यो। अहिले हामीले भित्र बस्यौं, यसको घटनाको कारण के हो भनेर हामीले सोध्यौं। घटनाको कारण उहाँले स्पष्ट बताउन सक्नु भएन। एसपी को जिब्रो काँपेको छ, एसपी को हात काँपेको छ। मैले जिल्ला प्रशासनको गेटमा उभिएर भन्देको छु, कानूनले काम गर्छ, त्यो कानूनले काम गर्छ। गरेन भने यो एसपीलाई मैले यहाँबाट घिसारेर लिएर जान्छु। यहाँबाट भएन भने मैले भन्देको छु। यहाँबाट मैले पत्रकार खुल्ला रूपमा पत्रकार सम्मेलन गरेर भनेको छु, सामान्य गाउँमा जंगलमा घाँस काट्ने मान्छेलाई कारवाही हुन्छ भने कस्टडीभित्र मान्छे काट्ने पुलिसलाई कारवाही हुनुपर्छ कि पर्दैन? स्पष्ट छ कुरा। यहाँबाट मैले स्पष्ट भनेको छु, एउटा दलितलाई अन्तर्जातीय बिहे गरेको न्युमा पक्राउ गरेर कस्टडीभित्र लगेर कुटेर पिटेर मारेर ल्याएर दम्पच गराएर सांसदहरू पुग्दै गर्दा अघिसम्म भिडियो देखाउँछु भन्ने, अहिले फर्केर आएर भिडियो देखाउन मिल्दैन भन्ने मैले इमान्दारितापूर्वक भनेको छु। चुपचाप कानूनलाई सघाउने हो कि होइन? पुलिसले अपराध गरेको छ, पुलिसले बदमाशी गरेको छ। यही सार्वजनिक ठाउँमा उभिएर जिल्ला प्रशासनको